मान्डु हाइड्रो पावर कम्पनीले नेपाली लगानीकर्ता र चाइनिज कम्पनी सिचुवान हेक्वान इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानीमा बनेको बागमती खोला साना जलविद्युत आयोजना चलाउँदै आइरहेको छ। यो आयोजना मकवानपुरको भीमफेदी क्षेत्रमा रहेको 22 मेगावाट क्षमता भएको रन अफ रिभर टाइप हाइड्रो पावर प्रोजेक्ट हो, जसले विक्रम सम्वत 2075 साल चैत्र 19 बाट चाहिँ बिजुली उत्पादन गरेर पैसा चाहिँ आम्दानी गरिसकेको छ। मान्डु हाइड्रो पावरले प्रिमियम मूल्यमा प्रति किता 206 रुपियाँको दरमा चाहिँ आइपिओ ल्याएको थियो। विक्रम सम्वत 2080 साल भदौ 24 गते आइपिओ बाँडफाँड हुँदा कुल 1.36 करोड सेयरको 88% 1.2 करोड सेयर चाहिँ प्रोमोटरसँग, 1.63% लोकल र स्टाफसँग थियो र बाँकी 10.37% अर्थात् 14,13,817 किता सर्वसाधारणहरूसँग चाहिँ थियो। अहिलेसम्म मान्डु हाइड्रो पावरको सर्वसाधारणसँग भएको सेयर मात्र बजारमा चाहिँ किनबेच भइरहेको छ। बजारमा सप्लाई एकदमै कम थियो, तर अब आउने यही 2083 सालको भदौ 24 बाट प्रोमोटर, लोकल र स्टाफसँग भएको सेयरहरूको पनि लकिन खोल्नेछ। यसपछि मान्डुको सबै 1.36 करोड सेयर नै बजारमा चाहिँ किनबेच गर्न मिल्छ, जसले गर्दा बजारमा चाहिँ सप्लाई वात्तै बढ्न सक्छ। टुन्डी पावर कम्पनी, जसले 35.5 मेगावाटको राहुघाट मङ्गले जलविद्युत आयोजना र 48.5 मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना बनाइरहेको छ। कम्पनीले टुन्डी पावर कम्पनीमा 40 करोडको लगानी गरेको छ। मान्डु हाइड्रो पावरको आम्दानी 2081-82 सालमा 20.4 करोडको थियो। 2082-83 सालमा कम्पनीको आम्दानी बढेर 79.4 करोड पुगेको छ। यसरी 289.2 करोडको आम्दानीमा बढोटी हुनु पछाडि चाहिँ 2081 सालको असोज 11-12 गते परेको भीषण पानीले हाइड्रो पावरलाई बगायो। हाइड्रो पावर 10 महिनाको लागि चाहिँ बन्द हुँदा 2081-82 सालमा कम्पनीको आम्दानी चाहिँ निकै कम भयो। 2082 साल श्रावणको 19 बाट चाहिँ युनिट 2 बाढीको क्षतिपछि पूर्ण रूपमा सञ्चालनमा आयो। यसको झन्डै 3 हप्तापछि युनिट 1 पनि सञ्चालनमा आयो। अझै इन्ट्रेस्टिङ कुरा के छ भने कम्पनीले आफ्नो 11 मेगावाटको 2वटा युनिटमा चाहिँ थप 10 मेगावाटको अर्को युनिट थपेर बागमती खोला साना जलविद्युत 22 मेगावाटबाट चाहिँ 32 मेगावाटमा अपग्रेड भएको छ। यो 10 मेगावाटको तेस्रो युनिट पनि 2082 साल चैत्र 26 बाट चाहिँ सञ्चालनमा आइसक्यो। यो अपग्रेड पछि आउने दिनहरूमा मान्डुको आम्दानी चाहिँ अझै बढ्ने देखिन्छ। 2081-82 सालमा कम्पनीले 10 महिनासम्म बिजुली उत्पादन नगर्दा पनि कम्पनी नाफामै यो साल कम्पनीले 5.8 करोड कमाएको छ। नाफा हुनु पछाडि चाहिँ मान्डुले आफूले गरेको लस अफ प्रोफिट इन्सुरेन्सबाट 24.2 करोड रुपियाँ क्लेम गरेको थियो। 2082-83 सालमा कम्पनीले 31.8 करोडको नाफा कमाएको छ, जुन पछिल्लो वर्षभन्दा 448.2% बढी हो। कम्पनीको नेट मार्जिन पनि एकदमै राम्रो 40% छ। मान्डुले आफू नेप्सेमा लिस्ट भएदेखि नै आफ्ना लगानीकर्ताहरूलाई लाभांश दिँदै आइरहेको छ। सुरुको वर्ष 10% नगद लाभांश, त्यसको अर्को वर्ष 12% नगद लाभांश दिएको कम्पनीले हालसालै 2 वर्षकै लागि 2081-82 को लागि चाहिँ 10% बोनस सेयर र 2082-83 को लागि 12% नगद लाभांश घोषणा गरेको छ। सरसर्ती हेर्दा कम्पनी वाउ नै छ। कम्पनीको अहिलेको मूल्य 801 रुपियाँ अलि माथि नै छ। मान्डुको मूल्य 2081 सालको श्रावणको 1 गते सबैभन्दा बढी 1490 सम्म पुगेको थियो। मान्डुको अर्निङ पर सेयर EPS 23.3 अर्थात् कम्पनीले एक किता बराबर चाहिँ 23.3 रुपियाँ कमाइरहेको छ। कम्पनीको PE 34.2 छ। नर्मल्ली भ्यालु इन्भेस्टिङ अनुसार चाहिँ PE चाहिँ 20 भन्दा मुनिको कम्पनीहरू छान्नलाई चाहिँ उपयुक्त मानिन्छ। तर कुनै कम्पनीमाथि चाहिँ एकदमै बढी विश्वास भरोसा छ भने चाहिँ 25 देखि 30 PE सम्म पनि हामीले किन्न सक्छौं।
तर अलि बढी रिस्क चाहिँ हुन्छ। पी रेसियोबाट हेर्दा कम्पनी थोरै महँगो नै देखिन्छ। मान्डुको बुक भ्यालु 162.8 छ। यसको मतलब कम्पनीको सबै ऋण कटाएर कम्पनीसँग चाहिँ प्रति किता 162.8 रुपियाँ सम्पत्ति छ भन्नु चाहिँ हो। बुक भ्यालु भन्दा अहिलेको मूल्य चाहिँ झन्डै 5 गुणा महँगो नै छ। डेट टु इक्विटी रेसियो 1.36 छ। यसले कम्पनीको इक्विटी भन्दा ऋण चाहिँ 1.36 गुणा बढिरहेको देखाउँछ, जुन हाइड्रो पावर कम्पनीहरूमा चाहिँ नर्मल नै हो। स्वाट एनालाइसिस गर्दा तागत मान्डुलाई चिनिया सिचुआन हेकवान इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको साथ छ, जोसँग चाइना र इन्टरनेसनल गरी चाहिँ 13वटा हाइड्रो पावर प्रोजेक्टहरू बनाइसकेको अनुभव छ। मान्डुले अरू हाइड्रो पावर प्रोजेक्टहरूमा पनि लगानी गर्दै बिजनेसलाई चाहिँ डाइभर्सिफाई गरेको छ। कमजोरी 2081 सालमा गएको जस्तो बाढी मान्डुको लागि चाहिँ सधैँ नै खतरा हो। मान्डुको लकिन खोलेपछि बजारमा सप्लाई बढी देख्न सक्छौँ। यसले शेयर मूल्यमा चाहिँ प्रत्यक्ष असर गर्छ। आफ्नो 10 मेगावाटको एक्सपान्सनबाट मान्डुको आम्दानी आउने दिनहरूमा चाहिँ मजाले बढ्छ। लगानी गरेको राहुघाट मङ्गले र माथिल्लो राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आएसँगै कम्पनीको आम्दानी र नाफामा पनि उछाल आउनेछ। अहिले बैंकहरूको ब्याज दर घटेर चाहिँ एकदमै तल आएको छ। हाइड्रो पावरहरूको ब्याज खर्च घट्ने भएकोले यो कुरा चाहिँ हाइड्रो पावरहरूको लागि राम्रो हो। रन अफ रिभर हाइड्रो पावर भएकोले खोलामा पानीको बहाव घटेसँगै हाइड्रो पावरहरूको उत्पादन पनि घट्छ। आशा गरौँ कि यो भिडियोबाट मान्डु हाइड्रो पावरको बारेमा धेरै कुरा चाहिँ थाहा पाउनु भयो। आगामी दिनमा कुन कम्पनीको विश्लेषण गरौँ कमेन्ट गरिदिनु होला। स्मार्ट लगानीलाई लाइक र सब्सक्राइब गरेर माया गरिदिनु भएकोमा चाहिँ धन्यवाद।